विदेशी दलाल, देश बेच्न आएको अमेरिकाको एजेन्ट। नेपाली राजनीतिमा एउटा यस्तो शब्द छ जसले करियर सकाउन सक्छ, जसका लागि कुनै अदालत चाहिँदैन, जसका लागि कुनै ठोस प्रमाण चाहिँदैन। त्यो शब्द हो दलाल। आज रवि लामिछाने र बालिल शाहले यही आरोप खेपिरहेका छन्। के बालिल शाह र रवि लामिछानेलाई विदेशी हातले बनाएका हुन्? के बालिल शाहको राजनीतिक जित अमेरिकाको योजना थियो? के रवि लामिछानेको उदय विदेशी शक्तिको योजना थियो? के जेनजी आन्दोलन कसैले पैसा दिएर गराएको थियो? आरोप लगाउनेहरू को हुन्? के आरोप लगाउनेहरूसँग ठोस प्रमाण एउटा पनि छ? कि यो नेपाली राजनीतिको त्यो पुरानो खेल हो जहाँ बिपी कोइरालालाई भारतीय दलाल भनिन्थ्यो, गणेशमान सिंहलाई सिआईको एजेन्ट भनिन्थ्यो, जहाँ ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई विदेशी दलाल भने, दुवैजना प्रधानमन्त्री भए? के साँच्चै रवि र बालेन नेपाली राजनीतिमा विदेशीले डिजाइन गरेका अनुहारहरू हुन्? यी प्रश्नहरूको जवाब अर्को भिडियोमा तथ्यसहित प्रमाणसहित